कार्यपालिकाहरूका लेखा प्रमुखहरूलाई सूत्र प्रणाली सम्बन्धमा अभिमुखीकरण गर्न आयोजित यस कार्यक्रमका आदरणीय संयोजक एवं निमित्त महालेखा नियन्त्रकज्यू, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका आदरणीय प्रमुख दीपक ग्यावाली सर, कोष तथा लेखा नियन्त्रण कार्यालय रूपन्देहीका आदरणीय कार्यालय प्रमुख मन्जु ढकालज्यू, विभिन्न पालिकाबाट पाल्नुभएका सर एवं म्याडमहरू, कोष तथा लेखा नियन्त्रण कार्यालयहरूबाट पाल्नुभएका सम्पूर्ण सर एवं म्याडमहरू, मलेनिकाबाट पाल्नुभएका सम्पूर्ण सर म्याडममा म हार्दिक नमस्कार एवं यो हाम्रो जुन तालिमको 2 दिनको जुन उद्देश्य थियो, यस उद्देश्यमा रहेर हामी तपाईहरुको सहभागिता र हाम्रो पहलबाट जुन जे जति तपाईहरुलाई अभिमुखीकरण गर्न सकौं यसको लागि तपाईहरुप्रति हार्दिक आभार एवं यो सिकाइको लागि, यो सहभागिताको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु। वास्तवमा कुराहरू धेरै आए, हामी सबै 3 तह सरकारहरू यहाँ बसेका छौं, भूमिका फरक भए पनि हामीलाई 3 तह यो सूत्रले 3 तहमा जोडेको छ, 3 तह सरकारलाई जोडेको छ। त्यसो हुँदाखेरि हामी यो प्रणालीलाई कसरी राम्रो बनाउने, आगामी दिनमा हाम्रा सार्वजनिक वित्तीय व्यवस्थापन, पब्लिक फाइनेन्शियल म्यानेजमेन्टका पार्टहरुलाई कसरी हामी आफ्नो ठाउँबाट भूमिका बढाउने भनेर चाहिँ हामी यो तालिममा हामीले निकै पहल गर्यौं। अहिले सूत्रको मात्र विषय नभएर हामी वास्तवमा 3 तह सरकारले गरेका सम्पूर्ण कामहरू, मलेनिकाले सञ्चालन गरेका प्रणालीहरू अनि मलेनिकाले भन्दा बाहिर रहेका प्रणालीहरू, पिएफएमसँग सम्बन्धित प्रणालीहरूसँग हामी चाहिँ आबद्ध हुने कसरी र 3 मा परोक्षमा एपीआई कसरी गर्ने, प्रणालीहरूको बीचमा इन्टरफेस कसरी गराउने, आबद्धता गराउने र यिनीहरूलाई आन्तरिकीकरण कसरी गर्ने भन्ने सम्बन्धमा हामी यो 2 दिनको सिकाइमा केही राम्रा तपाईहरुलाई चाहिँ केही सिकाइहरू भए के भन्ने हाम्रो विश्वास छ। अघि सहभागीको तर्फबाट पनि वास्तवमा हो राष्ट्रिय परिवेश एकातिर छ, स्थानीय जनताको आवश्यकता छ, जनताको बीचमा बसेर काम गर्नुपर्ने बाध्यता छ, अनि भूगोल टाढा छ, अनि फेस टु फेस गर्न पाइँदैन, फोनमा कुरा गर्यो अनि फोन उड्दैन, अनि हिजो साथीहरुको कुरालाई भन्दाखेरि वैदेशिक सहायतामा आधारित विभिन्न खालका हाम्रा अनुदानका रकमहरू समयमा निकासा हुँदैनन्, फुकाका निर्णयहरू हुँदैनन्, आर्थिक वर्षको अन्तिममा गएर चाहिँ हामीलाई वर्कलोड छ, अनि स्थानीय तहको खर्च समयमा भएन भनेर लेखाएर त्यहाँको स्थानीय कर्मचारीहरूले हामीलाई कर्मचारीहरूप्रति, लेखाका साथीहरूप्रति अलिकति असन्तुष्टि छ, जो कुराहरू हामीले हिजो आज धेरै कुराहरू सुन्यौं। यो वास्तवमा यो देशैभरिको हामीले भोगेको समस्या हो। तैपनि तपाईहरुसँग अघि सरले भनिहाल्नु भयो, हामी 7औं यो अभिमुखीकरणको एउटा आयोजना गरेर 7 प्रदेशका साथीहरूलाई हामीले चाहिँ केही सहजीकरण गर्ने र सबैको बीचमा सूत्रलाई बलियो बनाउने, सूत्रसँग तपाईहरु रहेका आफ्ना अनुभवहरूलाई हामीसँग लिएर हामीले आगामी दिनमा सूत्रलाई बलियो बनाउने सवालमा हामीले चाहिँ यो 7 प्रदेशबाट हामीलाई राम्रा इनपुटहरू आइरहेको छ। यसै सन्दर्भमा तपाईहरुलाई पनि यो तालिममा हामीले केही कुरा त पक्कै तपाईहरुलाई कन्फिडेन्ट आयो होला। आगामी दिनमा यो सिकेको कन्फिडेन्ट ज्ञानलाई चाहिँ हामीले फेरि यो सूत्र प्रणाली भित्र हामीले चाहिँ अझै प्रयोग गरेर हामी चाहिँ यो अझै हाम्रा प्रतिवेदनहरू अनि हाम्रा वित्तीय हस्तान्तरणका कुराहरू, विभाज्य कोषका रकमहरू अनि ओभरअल सूत्रलाई जुन हामीले कम्बो मोडलमा सञ्चालन गरिरहेका छौं, यो भित्रका बजेटिङ अनि बजेटभित्र पनि धेरै यसका चरणहरू छन्, अनि लेखाङ्कन भित्र, खर्च भित्र यी धेरै चरणहरूलाई चाहिँ पक्कै पनि हामीले केही न केही भए पनि तपाईहरुलाई चाहिँ सहजीकरण गर्न पक्कै यसबाट सहयोग पुगेको छ जस्तो लाग्छ मलाई। त्यति मात्रै नभएर अब हाम्रो मलेनिकाको अपेक्षा तपाईहरुप्रति के छ भने तपाईहरुकै गुनासाहरूलाई हामी सुन्न बाध्य छौं, सुन्छौं, सकेसम्म पहल पनि गर्छौं र आगामी दिनमा हामीले केही प्रणालीहरुमा तपाईहरुलाई इन्टरफेस गराउने कुराहरुमा इटिडिएस को कुरा छ, हामी त्यसलाई चाहिँ लागिरहेका छौं। केही दिनमा यसको नतिजा पक्कै आउँदैछ। तपाईहरुलाई पोहोर साल एलएमबीएस भित्र थिएन, अहिले हामीले एलएमबीएस भित्र सूत्रका उसलाई अपडेट गरेका छौं, एपीआई भइसकेको छ। अब हामी एलएमबीएस लाई कसरी तपाईहरुलाई गर्ने भनेर हामी लागेका छौं। अनि योगदानमा आधारित पेन्सनलाई पनि तपाईहरुले चाहिँ सिस्टमबाट कसरी इएफटी गर्ने भन्ने तपाईहरुको चाहना छ, त्यसलाई पनि हामी सहयोग गर्ने गरी गर्छौं। र अब यो
अब आर्थिक वर्षको अन्तिममा भइरहेकोले हामीले यो समय तपाईँहरूको ल्याउँ, त्यसको लागि तपाईँहरूले जुन समय दिनुभयो, पालिकाहरूले पठाउनु भयो, यसको लागि पनि तपाईँहरूप्रति, पालिकाप्रति र यो हामीले वास्तवमा हुन्छ भने नगरौँ कि भन्दा हुँदै पनि म्याडमले हिजो हाम्रो उद्घाटन सत्रको क्रममा हामी म्याडमले भनिसक्नु भएको छ, हामीले चाहिँ अब यसलाई धेरै पालिकाको साथीहरूलाई चाहिँ ढिलो नगरिकन अब लामो समय उहाँहरूलाई चाहिँ आर्थिक वर्षको समयमा हामीले चाहिँ बोलाउँदाखेरि समयको क्षति, कामको प्रेसर, यो कुराहरूलाई मध्यनजर गरेर हामीले चाहिँ नगर्दा भन्दा पनि छिटो गरौँ भनेर हामीले चाहिँ यो गरेका हौँ र यसबाट तपाईँहरूलाई चाहिँ पक्कै पनि यो हाम्रो भनौँ न आर्थिक वर्षको अन्तिममा भए पनि हामीले चाहिँ तपाईँहरूलाई चाहिँ सहयोग पुग्नेछ र आर्थिक वर्षको अन्तिम भएकोले अर्को यसमा मुख्य कुरा के छ भने हामी अब तपाईँहरूलाई चाहिँ यो वर्कलोड बढ्ने समय हो, प्रणालीमा पनि यही विषयमा यही समयमा समस्या आउँछ। त्यसो हुँदाखेरि अब तपाईँहरूलाई म एउटा अनुरोध के छ भने यो खर्च गर्ने क्रमलाई चाहिँ अलिकति पालिकामा सहजीकरण गरेर यो जेठ महिनामा धेरैभन्दा धेरै खर्च गरिदिनु होला। बिल भरपाई ल्याउनुको लागि सम्बन्धित कामहरू तपाईँहरूका कन्ट्र्याक्ट सम्झौताहरू जे छन्, खर्चका बिलहरू छन्, किनभने भोलि लास्ट आवरमा गएर हाम्रो सिस्टमले पनि त्यति अपेक्षित काम गर्न नसक्ने, लोड भएको कारणले, ट्राफिक जाम भएको कारणले हामीले चाहिँ त्यसले पनि समस्या आउन सक्ने सम्भावना एकातिर छ। कहिलेकाहीँ प्रणालीमा लास्ट आवरमा समस्या आउँदाखेरि हाम्रा खर्च गर्ने गर्दाखेरि तपाईँहरू पालिकामा बसेर र हामी सङ्घमा बसेर गर्दाखेरि हामी विवादमा आउन सक्ने सम्भावना पनि त्यत्तिकै छ। लास्ट आवरमा काम गर्ने हाम्रो यो पुँजीगत खर्चहरू चालु त भन्दैन, पुँजीगत खर्चहरू लास्ट आवरमा गर्ने हुँदाखेरि यसले